भएकाहरू हो बुद्धि लिएर आउनुहोस्। आइडिया भएकाहरू हो आइडिया लिएर आउनुहोस्। राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोस्। अनुसन्धान गर्न आउनुहोस्। नयाँ नयाँ विचार नयाँ नयाँ आइडिया लिएर आउनुहोस्। अनुसन्धान गर्नुहोस्। उद्यमी बन्नुहोस्। उद्यमी बन्नुहोस्। नेपाल पैसा नकमाएर गरिब भएको हो, किनभने पैसा कमाउनलाई हामीले कुनै चिज बेच्नु पर्ने हुन्छ, हामीले कुनै सामान बनाएर बेच्नु पर्ने हुन्छ। आएर तपाईले विभिन्न चिज बनाउनलाई प्रयास गर्नुहोस्। अनुसन्धान गर्नुहोस्। यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्, हाम्रो भीम बहादुर भाइले यहाँ चाहिँ अनुसन्धान गरेर के बनाउन थालेको छ। ल हेर्नुहोस्, यहाँ आएर अनुसन्धान गर्नलाई के बनाउन थालेको छ। दाजुभाइ दिदीबहिनी, म तपाईहरूलाई यहाँ एउटा भाइ किरण भाइले गरेको काम कुरो देखाउन चाहन्छु। ल आउनुहोस्। किरण भाइले यहाँ प्लास्टिकलाई पेलेर विभिन्न चिज बनाउँदैछ। प्लास्टिकलाई पेलेर फर्निचरको सामान बनाउँदैछ। यसरी पैसा कमाउनुहोस्। ल किरण भाइ बल गर्नुहोस्। ल हेर्नुहोस् दाजुभाइ दिदीबहिनी, हेर्नुहोस्। आएर भाइ बहिनीहरूले विभिन्न चिज बनाएको हेर्नुहोस्। यो धुप बनाउने मसिन, चिया सुकाउने मसिन, झार्ने मसिन, अनि यो अरू मसिनहरू हेर्नुहोस्। यहाँ बनेका मसिनहरू भाइ बहिनीहरूले आएर यसरी दिमाग लगाउनुहोस्। चिजहरू चाहिन्छ भने अर्डर गर्नुहोस्। आविष्कार केन्द्रमा बनेको टपरी, दुना टपरी बनाउने मसिन हेर्नुहोस्। बाँसको सिल्का बनाउने मसिन हेर्नुहोस्। राजु भाइलाई पनि हेर्नुहोस्। राजु भाइले धेरै यहाँ चिज बनाइरहेको छ। ल आउनु आउनु आउनु, पैसा कमाउन आउनुहोस्। पैसा कमाउन आउनुहोस्। अनुसन्धान गर्नुहोस्। ल ल ल।